नमस्ते सबैजनालाई, हाम्रो इन्जिनियर टिमबाट सबैजनालाई नमस्कार। बुटोलको गर्मीबाट कता जाम भइरहेको थियो र ठ्याक्कै हाम्रो अर्घाहाँचीको साइटको काम आयो। सो अहिले चाहिँ हामी जाँदैछौँ अर्घाहाँचीमा। अहिले हामी पुग्यो गोरीसिङ्गेमा। गोरीसिङ्गे आएपछि लस्सी नखाइ त जान भएन र हामी लस्सी खाएर हामी यहाँबाट निस्किसकेको छौँ र हाम्रो नक्सा संसार र नक्सावालाको टिमबाट हामी सबैजना जाँदैछौँ अहिले शीतगङ्गा अर्घाहाँचीमा। त्यस्तो गर्मी थियो त बुटोलमा, यहाँको यस्तो शीतल ठाउँ देख्दा यति आनन्द आइरहेछ। बिहान हेर्नु त यहाँ कुहिरो परिरहेछ, कति शीतल छ, हामीलाई चिसो फिल भइरहेछ। हामी चाहिँ मजाले यहाँ प्रकाश सर र विवेक भाइ माथि गाडीको माथि बसिरहेछन् र हामी सबैजना सरहरू सबैजना मिलेर हामी पछाडि बसिरहेछौँ, रमाइलो गर्दै गइरहेछौँ। र आजको हाम्रो काम चाहिँ यो हिल एरियामा छ र यहाँको जग्गाको एरिया चाहिँ हाम्रो कति छ भन्दा 500 रोपनी छ। हामीले सबै यो वरिपरि जति देखिनुहुन्छ सबै जग्गाहरूको हामीले के गरिन्छ यहाँ डिटेल सर्वे र टोपोग्राफी सर्वे हामी सबै गरिन्छ यहाँ। र हामीले अब काम पनि बिस्तारै सुरु गर्दैछौँ र हामी जाने बाटो चाहिँ यही हो। र अहिले चाहिँ हामी सरहरूसँग यहाँ कुरा गर्दैछौँ कहाँको होइन डाटाहरू कसरी लेख्दैन हामीले, तपाईँलाई के पर्पजमा यो ल्यान्डहरू युज गर्ने हो त्यही पर्पजमा हामीले डाटा लेख्नुपर्छ। अहिले चाहिँ हामी तल जाँदैछौँ, उहाँहरूको हाम्रो जुन फर्स्ट पोइन्ट रहेछ त्यो पोइन्टबाट चाहिँ हामीले के गरिन्छ भन्दा यहाँ डाटा लेख्न सुरु गरिन्छ। आज हामी सुरुमा चाहिँ यहाँ लेआउट गर्दैछौँ। हामीसँग अटोक्याडमा स्क्यान फाइल छ यो पुरा एरियाको, त्यही फाइलबाट हामी कोअर्डिनेट हेर्छौँ बााउन्ड्रीहरूको, अनि त्यसलाई बेस मानेर हामीले लेआउट गरिन्छ। र आजको हाम्रो साइड चाहिँ यही छ। यति राम्रो साइड चाहिँ यहाँ त काम गर्नु नि यति रमाइलो हुन्छ, शीतल हावा चलिरहेछ मजाले है। त्यो बुटोलको गर्मीबाट यहाँ आउँदा त यति आनन्द लाग्छ मलाई। अहिले चाहिँ मेसिन सेटअप भइरहेछ र मेसिन सेटअप कसरी गर्ने भन्ने भिडियो चाहिँ मैले पहिला राखेको छु। मेसिन सेटअप गरेपछि कोअर्डिनेटहरू कसरी लेख्ने, लेखेको कोअर्डिनेटलाई अटोक्याडमा कसरी प्लट गर्ने, सबै कुराहरू मैले पहिलाको भिडियोमा राखिसकेको छु। तपाईँले हेर्नु होला, पहिलाको भिडियोमा धेरै इन्फर्मेसन दिन्छ त्यो भिडियोहरूले। अहिले हामी यहाँको काम सकाएर खाना खान लागेको छौँ। यो एरियामा त जङ्गल सफारी जस्तो फिल भइरहेछ। सबै सरहरू एकदम फ्र्याङ्क हुनुहुन्छ, मजाको इन्भाइरोमेन्ट छ, मिठो खाना खाएर फेरि काम गर्न लाग्यो। कहिलेकाहीँ भनिन्छ नि गन्तव्य जति गाह्रो भए पनि जहाँ पुगिन्छ त्यो एकदम राम्रो हुन्छ। यहाँ त्यस्तै छ, यो बाटो अलिकति गाह्रै छ तर पुगेपछि यति राम्रो छ यो ठाउँ, आनन्दको शीतल। हामी अझ बुटोलको मान्छेलाई त यो शीतल देखेपछि यति आनन्द लाग्छ, यहाँ काम गर्न पनि रमाइलो हुन्छ जस्तो लाग्छ मलाई। ओभरअल वर्किङ कन्डिसन चाहिँ राम्रो छ। अब आजको काम सकाएर सबै सामान गाडीमा राखेर गाडीको पछाडि बसेर मजाले होटलतिर गइन्छ। अहिले चाहिँ हामी काम पनि सकायौँ, गाडी सबै सामानहरू राखियो, अब हामी होटलतिर पनि जाँदैछौँ। आजको ट्राभल एक्सपिरियन्स एकदमै रमाइलो भयो र यो होटलको नाम चाहिँ दरबार रहेछ। आज यहीँ बस्ने प्लान छ र सबैजनालाई थ्याङ्क यू सो मच। सबैजनाले एकदम हाम्रो भिडियो एकदमै रुचाउनु भएको छ। मलाई धेरै मान्छेले पनि भन्नुभएको छ तपाईँ त्यही मान्छे नै ईश्वर पाण्डे, उहाँ भिडियो गराउने भनेर एकदम खुसी लाग्छ त्यो सुन्दा पनि। थ्याङ्क यू सो मच। आजको काम चाहिँ मैले आज यति नै अपलोड गरेँ